ल हेर्नु साथी हो, पहिले हाम्रो देशका राजाहरूलाई यसरी सम्मान गर्थे। ब्रिटेनमा हेर्नुहोस् हाम्रो देशका राजालाई गरेको सम्मान। अहिलेका नेताहरू कुनै देश जानु भने त्यति सम्मान पाउँछन्। कुनै देश गएर उहाँको प्रधानमन्त्रीहरू राष्ट्रपतिहरू भेट्न नआएर उहाँले 8-8 दिन 10-10 दिन होटलमा बसेको सुन्न पाइन्छ, देख्न पाइन्छ। यति धेरै बेइज्जत भएर पनि के साह्रो खुसीको लोभ गरेर बसेको होला। हेर्नुहोस् पहिलेको राजाहरूलाई कति सम्मान गर्थे, नेपाललाई कति सम्मान गर्थे। अहिले यो सम्मान न नेपालले पाइन्छ, न त प्रधानमन्त्रीहरूले राष्ट्रपतिहरूले नेपालको पाउँछन्। बहुत विडम्बनाको कुरा छ। हेर्नुहोस् देश र जनताप्रति कति माया थियो पहिले राजाहरूलाई। सबै देशका राष्ट्रपति प्रधानमन्त्रीहरूले नेपाललाई कति सम्मान गर्थे, कति इज्जत गर्थे, राजालाई कति इज्जत गर्थे, कति सम्मान गर्थे। अहिलेको न त प्रधानमन्त्रीले यति सम्मान पाउँछन्, न त हामी जनताले नै यति सम्मान पाउँछौँ। बहुत दुःखको कुरा छ। That evening, there was a state banquet at Buckingham Palace in honor of the visitors. Queen Elizabeth spoke for Britain when she said that we are proud of our links with Nepal. ल साथी यो पनि हेरिहाल्नु, कस्तो लाग्यो तपाईँहरूलाई? हाम्रो देश र राजाप्रति पहिलेको मान्छेहरूमा कति सम्मान र प्रेम थियो। अहिले यति सम्मान र यति प्रेम कुनै देशहरूबाट हामीले पाउँछौँ, सोच्न पनि सक्दैनौँ हामी। कल्पना पनि नगरेको त्यति रेस्पेक्ट, त्यति सम्मान पाउँथ्यौँ हामी।